हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। अब आज चाहिँ हाम्रो ईद बकराइद केही पनि होइन, मैले भ्लग बनाएको देखेर ईद बकराइद आयो भन्ने सोच्नु भयो होला। आज हामी कहाँ जाने छोटे भन्दै राम्रोसँग हामी बनाइजाने हो। ओके, हामी अहिले स्याङ्जामा छौँ। अब नेक्स्ट स्टेप चाहिँ नागडाँडा गएर त्यसको बाइक बनाएर त्यहाँ खाजा खाएर अनि त्यसपछि हामी सिधै बेसी सहरको लागि जान्छौँ। आज पनि हाम्रो यात्रा सधैँ जसो अनप्लान नै थियो, तर अन्तिम गन्तव्य पनि मनाङ। आज कहाँ पुगिन्छ केही निदो नगरी हामी स्याङ्जाबाट निस्क्यौँ। जब हामी स्याङ्जाबाट पोखरातर्फ लम्किरहेका थियौँ तब सधैँभन्दा भिन्न प्राकृतिक दृश्यले हामीलाई लोभ्याइरहेको थियो। स्याङ्जादेखि लगभग 40-45 मिनट बाइकमा हिँडिसकेपछि अब हामी पोखरा पुग्यौँ र पोखरा पुग्न साथ पृथ्वी चोकमा रहेको पेट्रोल पम्पमा पेट्रोल भर्न रोकियौँ। हामी चाहिँ अहिले महेन्द्र पुलकै इन्टरनेसनल झन्डा फ्ल्याग पार्कमा छौँ। नागडाँडामा चाहिँ रोकेर अब तिनीहरू चाहिँ बाइक के बनाउनु गयो, हामी यहाँ कुरेर बसिरहेको छौँ। तिनीहरू आएपछि अनि एक ठाउँमा गएर खाजा खाने, त्यसपछि डाइरेक्ट बेसी सहर। खा बच्चादेखि नदेखि यसरी खा। हामी चाहिँ अहिले तालचोकमा खाजा खाँदैछौँ। अब यहाँबाट 2 घन्टामा बेसी सहर बाटो चिनाएन, 2 घन्टाको 4 घन्टा लाग्न सक्छ। तालचोकमा खाजा खाएर अब भने हामी बेगनासतर्फ लाग्दैछौँ। यो बेगनासको नयाँ निर्माणाधीन बाटो जुन एकदमै आशा लाग्दो देखिन्छ। यहाँबाट यता फेरि कतै जानुपर्छ दिदी? बेसी सहरतिर जानुबाट कता हो? बेसी सहरतिर जानुबाट यो बाटो। थ्याङ्क यू। बेगनास चोकमा स्कुटरमा भेटिएको एउटा ऱ्यान्डम दिदीसँग बाटो सोधिसकेपछि अब हामी ठाडो उकालो उक्लिन आँट्यौँ। बेगनासदेखि बेसी सहरसम्मको बाटो लगभग सबै कालेपत्र थियो र बाटोमा केही रमणीय दृश्यहरू हेर्दै हामी अगाडि बढिराख्यौँ। हामी चाहिँ लगभग लमजुङ छिर्यौँ। त्यो बोर्डमा चाहिँ लमजुङ लेखिरहेछ, कपुरटार होला, कर्पुटार अथवा कपुरटार के हो, त्यहाँनिर आयौँ। अनि यहाँ पुल चाहिँ एकदम राम्रो रहेछ, त्यही भएर यहाँ रोकेको। माथि झोलुङ्गे पुल र तल पक्की पुल, त्यसैको मुनि चिसो मादी नदी, सबै चिजहरू मिलेर निकै नै सुन्दर देखिन्थ्यो यहाँको दृश्य। बेसी सहर पुग्नै आँट्दा हामीले हाम्रो यात्राको पहिलो झरना भेट्यौँ, जसको नाम थियो गाई खुरे, जुन झरना आन्तरिक तथा बाह्य पर्यटक दुवैको लागि एउटा आकर्षणको ठाउँ थियो। अहिलेसम्म कस्तो गर्मी भइरहेको थियो, बाटोमा आउँदाखेरि एकदम झ्याउ लागिरहेको थियो। हावा झरनाले गर्दाखेरि एकदम फ्रेस भयो। गाई खुरे झरनामा केही रमाइलो पल बिताइसकेपछि अब भने हामी बेसी सहर छिर्यौँ। यो सहर मनाङ र मुस्ताङ जाने मुख्य प्रवेशद्वारका रूपमा परिचित छ। हिमाल आरोहण, पदयात्रा र पर्यटनको लागि बेसी सहर एक महत्त्वपूर्ण केन्द्र मानिन्छ। हामीले बेसी सहर पुग्ने बेलासम्म खाना नखाएकाले अब भने बेसी सहरमा खाना खानको लागि एउटा होटल खोज्नुपर्ने देखियो र त्यही काममा लाग्यौँ म र मेरा साथी। वालेकुम सलाम। कहाँ रहेछ त? ए हुन्छ जानु न। के हामी भर्खरै बेसी सहर आयौँ, म यहाँ खाना खानु बसेको।
हलाल होटलमा गोस्तरवाद बोकाउनलाई बस्दै नआउन यार कता नि आराम अब हाम मनाइरहने मन क्यामेरा फोबिया बगाउँछ हामी बाहिर कुरिरहेछौँ भात पाक्दैछ होइन त्यही भएर यहाँ त रेस्पेक्ट नै नरहेछ भित्र बस्ने अनि टुरिस्टहरू आउनुभएको थियो सो अतिथि देवो भव भनेर हामीले चाहिँ टुरिस्टहरूलाई भित्र बस्न दियौँ हामी बाहिर कुरिरहेछौँ किनभने उनीहरूको टाइम लाग्दैन पाक्न हाम्रो चाहिँ लाग्छ होला आधी घन्टा 1 घन्टा जति दसैँको अघिल्लो दिन भएर होला बजारमा मान्छेको उपस्थिति कम थियो र पसलहरू पनि थोरै मात्रामा खुलेका थिए हामी भर्खरै खाना खाएर आएको अनि हाम्रो दाइको पसलमा स्टिकर लिन आएको यता आयो भन्नु खाना खाने होटलमा हामीसँग एउटा दाइ भेटिनुभयो जसकोमा ट्रेकिङको लागि चाहिने आवश्यक सामानहरू पाइन्थ्यो त्यहाँ गयौँ हामीले केही सामान किन्यौँ र हाम्रो यात्रालाई निरन्तरता बेसी सहरबाट खुदै हुँदै हामी अब भने भुलभुले टनलमा आइसकेका थियौँ यो मेरो टनलमा फर्स्ट टाइम एक्सपिरियन्स थियो फर्स्ट टाइम टनल छिर्दैछु गाइस लेट्स गो ओए 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 बत्ती भुलभुले टनलबाट 5 मिनटकै यात्रामा हामी हामखोला वाटरफल पुग्यौँ तर हामखोला वाटरफल पुग्न साथ हाम्रो बाइकले हामीलाई वार्निङ दिन थाल्यो गियरमा थियो ओके यहाँ हामीले चाहिँ के झर्ना थियो खै ए हामखोला झर्ना देखेर रोक्यौँ यस्तो बाइकले कहिले न कहिले दुःख दिन्थ्यो हामीलाई आज नि अलिकति देखेको डर रमाइलो रहेछ झन् बस्ने ठाउँ पनि झर्नामा एन्ड देन उता टिकटक बन्दैछ यो चाहिँ चामेसम्म जाँदाखेरि बाटोमा चाहिँ दोस्रो झर्ना एकदमै रिफ्रेसिङ छ साथीले 2 ठाउँमा मुख धोइसके गोरो हुन्छ भनेर एटलिस्ट तर गोरो नै छ नि साथी पोखरादेखि मनाङसम्मको यात्रामा हामीले इन्काउन्टर गरेको दोस्रो झरना हामखोला झरना यो झरनामा पर्यटकहरूको लागि बस्नेदेखि लिएर फोटो खिच्ने सम्पूर्ण व्यवस्था राम्रोसँग मिलाइएको थियो हामीले भर्खरै मात्र हाम्रो अफरोडको यात्रा सुरु गरेका थियौँ त्यत्तिकैमा मेरो नजर पारी भित्तामा भएको उत्सा गाउँमा पर्यो जुन भित्तामा कसरी अड्किएर बसेको देखिन्थ्यो बेसी सहरदेखि चामेसम्मको सडक हामीले सोचे भन्दा गए गुज्रेको थियो यानि कि एकदमै अफरोड बीचमा चाहिँ खतरा हिलो छ यस्तो यो त के होइन यतातिर चाहिँ खतरा हिलो थियो क्या त्यसले गर्दा चाहिँ अलि धेरै मिहिनेत गर्न पऱ्यो पसिनै भयो यो हिलोले हामी बाइक राइडरलाई मात्र नभएर गाडी ड्राइभरहरूलाई पनि पिर नै पारिरहेको थियो त्यति असहजताका बावजुद पनि गाडीमा भएका पर्यटकहरूले हाई गर्नुभएको रहेछ जुन चाहिँ मैले पछि मात्र नोटिस गरेँ हिलोले गर्दा पाएको दुःख हाम्रो यात्राको क्रममा देखिएको तेस्रो झरना यानि कि ताङरिङको दृश्यले सबै मेटाइदियो त्यो पहरा काटेर बनाएको हिलो बाटो बल्ल तल्ल सकेर जाँदै थियौँ त्यत्तिकैमा हामी जाममा पर्यौँ जामले त हामीलाई जिन्दा यहाँ छोड्दैन नि यहाँ पनि पहिरो गएर हो कि के भएर डोजर लागेर रहेछ कति घन्टा बस्ने आई डोन्ट नो जति हामी चामेतर्फ अग्रसर भइरहेका थियौँ त्यति भित्तामा देखिने गाउँहरूको सङ्ख्या पनि बढ्दै गइरहेको थियो जुन देखेर म लगायत मेरा साथीहरू पनि अचम्भित थियौँ ओके 5:30 भइसक्यो
हामीहरू चाहिँ यो बुन वाटरफलमा छौँ। लास्टै ज्यान दुख्न अब चाहिँ यहाँ चाहिँ खुट्टा पनि एकदम धेरै नहुने भयो। मैले खतरा भ्लग बनाएको छु हैन, यहाँ धेरै पनि मेरो अर्को भ्लगर जोड्दै हेर्नु गाइस। हाम्रो यात्राको चौथो झरना गुन वाटरफल जुन चाहिँ रोडभन्दा पारी थियो। आफ्टर 9 hours अफ राइडिङ वी फाइनली रिच्ड के झरना अरे अक्टोपस झरना। कसम यहाँबाट यत्रो ठुलो देखियो, क्या देखाउने हो यो झरना। यो यात्रामा अहिलेसम्म देखेका झरनाहरूमध्ये सबैभन्दा ठुलो र पपुलर झरना अक्टोपस झरना। यो बाटो एकदम चलाउँदा डर पनि लाग्ने, मजा पनि आउने। यही पहाड काटेर बनाएको रोडले मलाई अरूको भिडियोबाट तर्साउने गर्थ्यो, तर जब आज आफै चलाउँदैछु डर भने कतै कतै लागिरहेको छैन। मनाङ जिल्लाको प्रवेशद्वार तालगाउँ जुन अँधेरो भएको कारणले हामीले हेर्न र छेर्न पाएनौँ। हामी आउन त आयौँ, धारा पानीभन्दा अलिकति माथि आएँ। मैले चाहिँ पानी पनि भर्खरै अलिअलि परेर चाहिँ म सब रुजेँ। मसित ऱ्याङ्कर त थियो त दाइले ल्याउनु भएको थियो नि त, मैले लाइनँ। अनि अझै पनि 17 किलोमिटर छ। कहाँ पुग्न अरे क्या देखेन चामे पुग्नको लागि। लास्टै चिसो 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 बढ्दै बढ्दै आयो। मैले पन्दा लाएको थिइनँ, अहिले चाहिँ पन्दा लगाएँ किनभने लास्ट चिसो भयो। तिनीहरूले कुरेर बसेको सायद आधा घन्टा 1 घन्टा धेरै लाग्यो, 1 घन्टामा चाहिँ पुगिन्छ होला चामे। पानी परेन ठुलो चाहिँ नपरोस्, किनभने हामीलाई यहाँ वरिपरि के छ थाहा पनि छैन। यता पनि पाहाड छ यता पनि पाहाड छ, चारै सबै कुहिरो लाग्छ। अब अहिले त देखाउन मिल्दैन। ल म अब होटलसम्म पुगेपछि अनि तपाईँहरूलाई देखाउँछु अवस्था। अवस्था नि खत्तम भयो। अरे ओके फाइनली मनाङको तेमाङमा आएर बसेँ म। यहाँ के हो त कोही रोथे, त्यही भएर यस्तोमा बसेको हामी। न त कहाँ जाने कता त चामे पुग्ने भन्थ्यो। अब भोलिलाई बिहानै उठेर बिहान 6 बजी उठेर नास्ता खाएर टाप हान्नुपर्छ। तेमाङमा आएर हामी सबै फ्रेस भइसक्यौँ। कपडा फेरेर खाने मैले फेरेर गइसकेँ। हिटर सिटर छैन अरे, खुट्टा लास्ट चिसो भयो। चाहियो सेतो भयो खुट्टा, त्यो धेरै चिसो भएर। तेमाङ पुग्न साथ हामीलाई अत्याधिक जाडो भएको महसुस भयो, त्यसैले एक कप पहिला चिया पनि हाल्यौँ। अब चाहिँ हामी खाना मागो अनि हाम्रो पछाडि अर्को दाइनी हुनुहुन्छ। चिया खाएर सक्न साथ हामी खाना खानको लागि गयौँ र खाना खाने बित्तिकै आराम गरिहाल्ने निदो गऱ्यौँ। खरै खानु खाएर सक्यौँ। यस्तो चिसो हावा लगाइरहेको। म चाहिँ छतमा आएको देखाउन लाग्दा केही पनि छैन, तर यस्तै चिसो हावा लाग्यो। अब यतातिर अगाडि चाहिँ मर्स्याङ्दी छ नि छ के अरे मर्स्याङ्दी छ। यस्तो चिसो हावा लगाइरहेको। यहाँ झन्डा फर्फेराएको देख्नुभयो होला। यहाँ त यस्तो चिसो हो। यो लाइक 2800 मिटर एल्टिट्युडमा छ मैले चाहिँ हामी। अब लगभग 4800 होइन कति 4600 कतिमा जानुपर्छ। कपडा पनि धेरै ल्याएन, तातो कपडा धेरै ल्याएन। आई एम गोइङ टु रिग्रेट इट फर स्योर। सो अब चाहिँ सुत्छौँ हामी अनि भोलि बिहानै उठेर यहाँ चिया खाएर अनि एक्कासी अर्को डेस्टिनेसनतिर जान्छौँ। हेलो गाइज, गुड मर्निङ। 6 बजे। यो चिसो ठाउँमा के हुन्छ भने माथि चिसो हुन्छ, भित्र गर्मी हुन्छ। अनि पसिनै भइन्छ। राति उडी लाएर के लाएर सुतेर मैले सबै खोलेको त्यो पसिनै खोला भएर। हिजो हामी मनाङको तेमाङ गाउँमा आएर बास बसेका थियौँ, जसको उचाइ 3519 मिटर यानि कि 11545 फिट रहेको छ। यो ठाउँबाट चिसो बढ्दै जान्छ। हामी चाहिँ भर्खर चिया खाएर भ्यायौँ। अहिले यहाँ 7 बज्यो। अब एक्कासी कहाँ अरे चामे पुग्छौँ, कतिखेर पुग्छौँ अनि त्यो अनुसारले बाँकी प्लान गर्ने भनेर निस्किनु लाग्यो। बाइक स्टार्ट भयो जबरजस्ती धकेल्न पऱ्यो एउटा बाइक चाहिँ।
हाम्रो नसिब यहाँ रोथे हेलो भन्दै। हेलो गाइज, हामी अहिले म तातो पानी खाँदैछु। यिनीहरूले चाहिँ चिया खायो, मैले चिया खाएँ नि। बिरामी भइहाल्छन्, रोगी छन्, त्यही भएर एकदम। तेमाङबाट निस्केको 20 मिनटमा नै हामी तल्लो चामे पुग्यौँ। तल्लो चामे बजार एकदमै सुन्दर देखिन्थ्यो। हामी चाहिँ यहाँ थुक्पा खाँदैछौँ। हाम्रो चाहिँ यहाँ फक्तप भयो। यसलाई यो खोर्सानीको पिरो होला भनेको टिमर मात्र रहेछ। सो हामीले दुःख नपाएको त कुनै चिपै हुन्न। बाइकले फेरि हेल्लो एक्सक्युज मी वाट डिड यु से भनेर चाहिँ यहाँ टायरै पङ्चर भएछ। खै के भयो, रातभर राख्दा गयो जस्तो छ हावा चाहिँ। किनभने ट्युबलेस अलिकति हावा गयो नि आफै बन्द हुन्थ्यो। ग्यारेज बन्द, ग्यारेज मिस्त्री खोज्न गएन। To be honest, I'm the biggest fan of this loyal creature. Wherever I go, I love them. अहिले चाहिँ हामी ठ्याक्कै मनाङको चामे 4 मा छौँ होइन। अनि हाम्रो दाइले मिस्त्री लिएर आउनुभएको। धन्यवाद। फाइनली दुईटा बाइक बनेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यो बाइकको प्रब्लम आएको थियो, यो पनि बन्यो। यो मान्छेको प्रब्लम आएको थियो, यो पनि बन्यो। यो बाइकमा प्रब्लम आएको थियो, यो पनि बन्यो। Now we are off to खाङसार। यो बाटो पनि अफरोड छ, तर हिजोको जस्तो हिलो छैन। त्यसैले यो अफरोडमा चलाउन त्यति गाह्रो हुनेवाला थिएन। ओके, अघि नै त्यहाँ चामेबाट 15 किलोमिटर टाढा आइसकेपछि टायर फेरि बस्दियो के। माथि जाने कि तल जाने थाहा नै छैन कि कसम। के गर्ने बनाउँदै लगाएको हो जहिल्यै। भर्खरै ग्यारेजको मान्छेलाई फोन गरेँ पनि त्यो अघि हावा हालेको होला। अनि अब यहाँबाट 15-20 मिनट माथि पिसाङ भन्ने ठाउँमा ग्यारेज छ दाइ भने छन् मिल्ने भन्न त। हाम्रो मेरो भ्लगर दाजुको बाइक बिग्रेको छ। बाइक बिग्रेकोलाई भन्नु मिल्दैन, तर बेस क्याम्पमा एक दिन बस्नै पर्थ्यो अल्टिट्युडले गर्दाखेरि। त्यही भएर आज तपाईँहरू खाङसारहरू गएर खाना खानु, अनि त्यहाँबाट बेस क्याम्प पुग्नु 3-4 घन्टा होइन भने पुगिन्छ। त्यो चाहिँ आज बसेर भोलि बिहानै 3-4 बजी निस्किन्छ। ओके, म ढिगुर बखरी आएँ। यहाँ ग्यारेज त छैन अरे, तर हावा चाहिँ यहीँ पनि हालिन्छ अरे। पहिला हावा हालेर हेरौँ, अनि त्यसपछि अन्त अगाडि जाने कि। त्यो त तिनीहरूलाई कल लाग्ने भयो, कल गरेर 3 जना यहाँ बाटो राम्रो छ भन्नुहुन्थ्यो। फोन पनि लाग्दैन होला सायद, तिनीहरूसित एनटिसीको सिम छैन। इट्स दि 3rd टाइम टायर फेरि फ्ल्याट भयो। अब यहाँ हुन्छ कि भन्ने आश छ। ढिकुर पोखरीको होटलमा हालेको हावा धेरै समय टिकेन। त्यसैले म पिसाङमा भएको ग्यारेजमै बाइक देखाउन आएँ। पिसाङमा बाइकको टायर बनाइसकेपछि हामी खाङसारतर्फ हतारमा अघि बढिरहेका थियौँ र त्यत्तिकैमा ग्रिन लेक यता भन्ने बोर्ड देख्यौँ। ग्रिन लेक हेर्ने त निदो गऱ्यौँ, तर त्यो सानो पुलमा बाइक हाल्ने कि नहाल्ने भन्ने बडो दुविधामा परियो। तर जसोतसो मैले हिम्मत गरेर बाइक हालेँ। त्यसपछि हामी लाग्यौँ ग्रिन लेकतिर। हामी ग्रिन लेक आयौँ होइन। ग्रिन लेक ग्रिनै छ, तर अलिक सानो रहेछ अहिले चाहिँ। यसको न तपाईँले ग्रिन लेक आउने पुल देखाउँछ है। ग्रिन लेकमा केही रमाइलो गरिसकेर र केही फोटो खिचिसकेपछि अब भने हामी पुनः खाङसारतर्फ अघि बढ्न थाल्यौँ। तल हेर्दिनँ क्यामेरा प्लिज, तल देखाइदिनु होला। अहिले चाहिँ हामी पोतला भन्ने ठाउँमा छौँ। यो चाहिँ 3460 समथिङ मिटर टाढा छ। माथि रहेछ, त्यही भएर हामी यहाँ छौँ। उता चाहिँ ग्लेसियरहरू पनि देखिरहेको थियो अघि। यहाँ पारी पनि ताल छ अरे एउटा। उनीहरू म्याप रिडिङमा कमजोर भएर उता माथि उक्ले थिए।
अहिले चाहिँ आयो अनि दिस इज मी यस्तो चिसो भयो खुट्टा कतिखेर खामसर पुगौँ भन्ने भयो एन्ड दिस इज द फकिङ 4th टाइम मेरो टायर फेरि बस्यो यसको चाहिँ झरेको यहाँबाट फालेको माथि झरेको भएर हजुर पछाडिको टायरमा पटक्कै हावा थिएन तर पनि जसो तसो गरेर हामी खाङसारको निकै नजिक पुगिसकेका थियौँ पछाडिको टायरमा हावा नभएको कारणले एनएसले 2 जना बोक्न सकेन त्यसैले हामीले झोला जति एनएस बाइकमा बाँधेर आशिक दाइसँग पठाइदियौँ र हामी 3 जना भने डुक 250 मा आउने निदो गऱ्यौँ हामी खन्सार हैन खन्सार आइसक्यौँ खानसार ओके खासै गाह्रो त नरहेछ टायर जहाँ पङ्चर भयो त्यहाँबाट धेरै हिँड्न परेन जस 10 मिनट हिँडेर आइनी रहेछ आइसक्यौँ अनि यहाँ हामी युज गर्दैछौँ खाना बन्दैछ चिया बन्दैछ अनि हामी जुत्ता सुकाउँदैछौँ धन्य तातो भयो यो उही जमानाको हिटर काइन्ड अब यहाँबाट टक्क तातेर आज बेस काम जसै पुग्नु पर्छ 4-5 घन्टा लाग्छ भने चाहिँ फरक पर्दैन अरू जे छुट्यो नि मतलब खाना खाइन्न चिया चाहिँ खानुपर्छ है खाङसारमा आएर चिया खाना साथ हामी खानातिर लाग्यौँ हामीलाई जसो तसो छिटो गरेर त्यहाँबाट निस्किनु थियो हामीले खाना खाएर भ्यायौँ अब चाहिँ बेस क्याम्पको लागि निस्किनु लाग्यो हामीबाट 4-5 घन्टा लाग्छ हामीलाई त्यति लाग्दैन चलो ल गएँ है दाइ दिदी हस् थ्याङ्क यू बाहिर पानी परिराखेकोले हामीले भित्रबाट नै रेनकोट लाएर निस्क्यौँ र सुरु गऱ्यौँ हाम्रो तिलिचो बेस क्याम्पसम्मको यात्रा खानसारबाट हिँडेको 20 मिनट भयो नि ढल्न लागिसक्यो हिँड्यो आधा घन्टा हिँडेर 200 मिटर पर गएको भए मरिजाउँ 40 मिनट हिँड्यो कति टाढा आइरहनु थाहा होइन उहाँ माथि उहाँ पुग्ने हो म्याप हेरमै 1 घन्टा भयो ठ्याक्कै हिँडेको धेरै माथि आयो आउनु त अझै नि कति धेरै माथि उक्लिन्छ अनि त्यसपछि सिधा बाटो होला मलाई जहाँसम्म लाग्छ सिधा बाटो भयो त खासै गाह्रो हुन्न ठाडै उकालो रहेछ एक ठाउँमा चाहिँ हामी फुटबल खेलिराख्ने मान्छेलाई त्यस्तो गाह्रो हुन्छ भने चाहिँ नर्मल मान्छेलाई तपाईँहरू आउने सोच्नुहुन्छ भने यता आउनुभन्दा 10 दिन जति जिम जानु त्यसमा गएर यसो हिँड्दै प्र्याक्टिस गरे नि हुन्छ 10-15 मिनट बल्ल तल्ल गरेर हामी श्रीखर्ग पुग्यौँ जसको उचाइ 4070 मिटर थियो र तिलिचो बेस क्याम्पको उचाइ 4150 मिटर यति थोरै मिटरको ग्याप देखेपछि तपाईँहरूलाई लाग्न सक्छ अब धेरै हिँड्न पर्दैन तर तपाईँ र म हामी सबै एकदम रङ छौँ अझै पनि हामीलाई उकालो ओह्रालो गर्दै 3 घन्टा जति यहाँबाट हिँड्न पर्यो 40-70 मिटरमा यो 4070 श्रीखर्ग रहेछ ठाउँको नाम यति दुःख त पाएको थिएन कि यति दुःख त भएकै थिएन कहिले नि लाइक यस्तो थाक्नु त म जिन्दगीमा कहिले पनि थाकेको थिएन यस्तो 4070 मा पानीलाई ग्यास कति पर्यो 150 स्याङ्दामा भएको भए 25-100 छवटा हुँदैछ तर त्यो स्याङ्दैन खारो झरेका दाइरो हिँड्दा बिरिन्दाम हाई सर 2 घन्टा जति भयो हिँडेको धेरै माथि आयो होइन सुरुमा त्यो खानसाङबाट हिँड्दा पनि 3 घन्टा लाग्छ भन्थे यहाँ 2 घन्टा हिँडेर सोद्धा पनि अझै 3 घन्टा लाग्छ भने तीन घन्टा हिँड्यौँ खानसारबाट अझै नि 1.5 घन्टा 2 घन्टा लाग्छ भन्छन् लास्टै भोग्ला अब त बिचमा केही पनि छैन भए पनि 700 रुपियाँ प्लेट चाउमिन अरे त्यो एउटा बाटोमा भेट्दै थियो है त्यसले चाहिँ कस्तो राम्रो एडभाइस दिएको कि भाइ खाने भन्दा पहिला एकचोटि राम्रोसँग त्यो मेन्यु हेर हाम्रो सुनको चाउमिन खाएर आएको 1 प्लेट 700 रुपियाँको रहेछ सब पहिल्यै थियो अरे कि 3 घन्टा 7 मिनट भयो हामी ल्यान्डस्लाइड एरियासम्म आइपुग्यौँ हिँडेको अब चाहिँ यो ल्यान्डस्लाइड एरियामा
कसैले म बोल्दैछु त्यो बाण माथिबाट झरेर आएको अघि त्यत्रो उक्लिएम अहिले त झरेर आएको एकदमै खतरनाक ठाउँ त्यो छ त्यही भएर ल्यान्डस्लाइड एरिया नै राखेर छ माथि चाहिँ एकदमै ठुलो पहाड छ चट्टानै तर चट्टान यहाँ चाहिँ हाम्रो घरतिर भयो भए हामी बोरा बिछाएर खेल्थ्यौँ होला स्लाइड होइन Do not stop, keep going slowly. If you stop, you may see heaven. मौतका कुवा त ओरिजिनल ए भाइ तर यति बार नलगाके कति झर्छ को ल्यान्डस्लाइड यहाँ Okay, finally base camp time. We are all exhausted. Base camp. Camera. Finally होटल आयौँ हामी हैन यस्तो थकैला जिन्दगीमा लाग्दैन कि यस्तो थक्यो अहिले नि 4 घण्टा 5 घण्टा उकालो मात्र उकालो ओह्रालो गर्दाखेरि यहाँ हाम्रो दाइ पास्ड आउट After 4.5 hour trek, we reached our destination, Tilijo Base Camp. हामी त्यहाँ पुग्दा नेसनल अनि इन्टरनेसनल टुरिस्टहरूले त्यो होटल लगभग भरिसकेको थियो. Glad we got the last room. It feels so fucking relaxing here. सजिलो छैन यार कसम बेस क्याम्पमै आउनु सजिलो छैन. We were all exhausted and even cold. त्यसैले हामी यो तातो चिजको वरिपरि बसेर आफ्ना कपडाहरू सेकाउँदै थियौँ र आफूलाई पनि. Maybe this thing is the most loved thing here in Tilijo Base Camp. खाना खान लाग्यो कति बजे? हजुर 8:30 भइसकेछ. यस्तो टाउको दुखिरहेको केही पनि दबाई ल्याएन मलाई. भात ठिकै हो ठिकै उखै दाल खै ओडी दिस आई डोन्ट नो ओडी दिस केही अरू कुराको दाल हुनसक्छ नलाको भर्खर खाना आएर आगो तापेर तातो तापेर आएको है लास्टै चिज हो यो ठाउँ यही प्रिपेरेसन बिना नै आएको भएर एकदम दुःख भए जस्तो फिल भइरहेको छ टाउको नि हल्का हल्का दुखिरहेको छ अघि त्यहाँबाट ऱ्यान्डम साथीले पेनिकिलर थियो त्यो पेनिकिलर खाएर बसिरहेको अहिले चाहिँ अनि भोलिबाट खतरा पानी बढ्ने भनी देखिरहेको छ अब बिहान पानी पऱ्यो भने तिलिचो जानु त्यस्तै हो अब फर्किन पनि त्यस्तै हो कि फेरि यत्रो यो 5 घण्टाको ट्रेक अनि 5 घण्टाको ट्रेकमा लगभग 15-20 मिनट जति त त्यो इस्टर्न फलिङ जोन र त्यो पहिरो जाने ठाउँ मात्रै छ त्यही भएर यता न उता भइन्छ कि जस्तो लागिरहेको छ यता गए पनि उता मनाङमा पनि अलर्ट अरे अनि लमजुङमा पनि अलर्ट अरे एकदमै दिन हेराएर आए जस्तो यो दसैँको बेला यस्तै हुनुपर्ने अरू बेला छुट्टी हुन्थेन दसैँको छुट्टी भएर आएको ठिक के हुन्छ हेर्दै जाऊँ ल आज चाहिँ अब म सोध्छु बाई बाई गुड नाइट हेलो एभ्रिवान गुड मर्निङ अहिले चाहिँ 7 बज्यो अब हामी बल्ल माथि जानु लाग्यो भिउतिर किनभने बिहान चाहिँ खत्रै पानी परिरहेको थियो अहिले पानी पऱ्यो होइन अहिले हेर्दा पनि 12 बजीसम्म घाम लाग्छ भनेर देखिरहेको छ विल गिभ इट अ ट्राई लेट्स गो तिनीहरू जान्छौँ दाइ चाहिँ अलिकति टाउको दुख्यो जस्तो भयो त्यही भएर दाइ जानुहुन्न सो चाहिने कुराहरू प्याक गऱ्यौँ हामी चाहिँ हिँडेको अब हेलो सर के छ बिहान 5 बजे तिलिचो जानुको लागि उड्दाखेरि पानी परिरहेको थियो त्यसैले अब फर्किने बाहेक कुनै उपाय देखेका थिएनौँ तर जब हामी 7 बजे उठ्यौँ चारैतिर काम लागेको थियो त्यसैले हामी अब तिलिचो गएर मात्र फर्किने निदो गरेर हाम्रो ट्रेक पुनः स्टार्ट गऱ्यौँ बेस क्याम्पबाट 10 मिनट मात्र टाढा गइसकेपछि राम्रो सिनहरू देखिन सुरु भइसकेको थियो हिँडेको 45 मिनट भइसक्यो धेरै माथि उक्ले 200 मिटर उक्ले पनि ठुलो कुरो हो कि जाडो होला भनेर कपडा लाएर आएँ मैले त्यही कपडा भङ्गार भइरहेको मलाई अझै छ धेरै नै आज नि बेस क्याम्पमै बास हुन्छ होला जस्तो लागिरहेको मलाई त्यसै के हुन्छ एकदम भ्युजहरू चाहिँ ओ माशाअल्लाह यस्तो यो चिजहरू देखेर नि कोही मान्छेले भन्छ गड डज नट एक्जिस्ट भनेर त्यो खातेलाई एउटा हिमालमा ल्याएर थुन्ने हुन्छ है बेस क्याम्पबाट हामी 200 मिटर मात्र माथि के गएका थियौँ हामीलाई प्रकृतिले दबाब दिइरहेको थियो हार मान्नलाई But what nature forgot was we were not amongst the loser, so we still
try to reach the top. बिहान 7 बजे उठेर खाजा खान थालियो भने ढिलो हुन्छ भनेर हामी 3टा चाउचाउ र 1 बोतल पानी लिएर तिलिचोको लागि निस्किएका थियौँ। सायद बिहानको तातो पानीले गर्दा नसिबलाई उल्टी आइरहेको थियो। यस्तै हुन्छ है गाइज, त्यही भएर ट्रेकिङलाई चाहिँ एज अ जोक नलिनु होला। हामी बेस क्याम्पबाट हिँडेको भनेपछि लगभग 50 मिनट जति भयो। लगभग एउटा डाँडा त कट्न लाग्यौँ। हामी चाहिँ अहिले खाजा खाँदैछौँ। हामी 7 बजी उठ्यौँ, त्यही भएर ढिलो हुन्छ भनेर खाजा नखाएँ अनि चाउचाउ लिएर हिँडेको हो क्या। हाम्रो साथमा वाइफ हामीले खाजा खायौँ, अलिकति पानी खायौँ ठिकै। अब चाहिँ हामी फेरि कन्टिन्यू गर्न लाग्यो अब हाम्रो यात्रा। बाइस घुम्दै अलिकति तल हामी सक्दिनु पो भन्छ, 2चोटि जाउ गरिसके साथीले फेरि भयो। पानी नखा भनेको मान्दैन अनि पानी धोकेको गरेपछि। We are going for hat trick. Can you complete it? Yes, he did. Okay, hat trick completed by Nasib Mia. चाउचाउ जस्तो खा त्यस्तै निकाल्यो केटोले। अन्त बिहान अलि छिटो खाजा खाएर आउनुपर्ने हो, हामीले गल्ती चाहिँ गरे हो त्यहाँनिर। चाउचाउले अनि यत्रो 5 घन्टा 4 घन्टाको ट्रेकिङ कम्प्लिट गर्ने भन्ने सोचेर के लेट्स सी व्हाट विल ह्यापन विल ह्यापन। त्यो त्यहाँनिर चाहिँ 22 घुम्थ्यो, मेरो 3x भन्दा माथिको जुमले काम गर्दैन यतिकै देखाएको छु। ओके, हिउँ चाहिँ यहीँ माथि छ। इट्स कम्प्लिटली डिफरेन्ट एक्सपिरियन्स एन्ड आइ एम लभिङ इट। तिलिचो बेस क्याम्प टु तिलिचो ट्रिपको सबैभन्दा गाह्रो मानिने 22 घुम्ती हामी आइसकेका थियौँ र यहाँबाट पनि वरिपरिको नजारा एकदमै सुन्दर देखिन्थ्यो। यिनै हुन् हिमाली ठाउँका बोलेरोहरू, यानि कि बेस क्याम्प र तिलिचोमा चाहिने सबै सामानहरू बोक्ने काम यिनै घोडा र खच्चडहरूको हुने गर्दछ। 22 घुम्तीमा सायद 4-5 होइन 1 2 3 4 5 6 7 7 घुम्ती उक्लिन्छौँ। धन्न यति ठाडो चाहिँ छैन, फोनहरूमा देखेको ठाडो घुम्ती चाहिँ छैन। एउटा घुम्तीको साइड पुगेपछि अर्को घुम्ती पनि जाम भन्नेवाला चाहिँ त्यत्तिको रोड छ। एजुकेन चाहिँ त्यति ठाडो चाहिँ छैन। अब के हो नि तिम्रो नाम? बाबु बोल्ने मुडमै छैनन्। यो उमेरको बच्चालाई घरमा फोन चलाएर नबसी यस्तो ट्रेक आएको देख्दा तपाईँलाई अप्ठ्यारो लाग्न सक्छ, तर यही उमेर हो आफ्नो बच्चालाई कुन दिशातर्फ मोड दिने भनेर। र जहाँसम्म मलाई लाग्छ यो बच्चालाई ट्रेकमा ल्याएर उहाँको मातापिताले राम्रै काम गर्नुभएको। यो पनि ठाउँमा चाहिँ हामी आइसक्यौँ। अब यहाँबाट धेरै होइन 15 मिनट हाइक गरेपछि पुगिन्छ अरे। व्हाट द फक, यस्तो गाह्रो भएको थिएन कहिले नि। पछि चाउचाउ म प्लास्टिक भोग्लामा चाउचाउ भयो नि, हामी चाहिँ एक ठाउँमा बसेर अनि हिँड्ने कुरा त भइरहेको छ। लेट मी सो यु। यहाँ कस्तो ताल देखेँ त है, म त फाइनली आइयो। तर कति सानो रहेछ भन्ने सोचिरहेको कि म चाहिँ नि लगभग आधा घन्टा हाइक गर्नुपर्छ अरे। चारैतिर हिउँ छ, छोटै आउँदैछ। सरी प्रायः फर्क्यो के अरे। म त 15 मिनटमा फिक्स पुगिन्छ होला सायद। त यहाँ वरिपरि पनि खतरा तालै ताल छन्। त्यो तल हेर्न आएको होइन, मान्छेहरू फर्किँदैछन्। यो त ताल छ। अहिलेसम्म चाहिँ भ्यू रहेछ। And after 4 hours of continuous trek and struggles, we finally reached the Tilicho, विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको ताल। Indeed, it was a hard and exhausted journey, but the view of Tilicho reset everything that was painful to me. I forgot how many times I tried to give up. I forgot how painful it was after seeing this beautiful lake. Okay, I'm having this here at Tilicho, and guess what the price? Okay, ठिकै हो।
यतिको ठिकै भन्ने सोचा छ मलाई भनेपछि सस्तै हो यहाँ पनि लास्ट भोग्ला खान्छ छोटै आउँछ नि त्यसपछि फेरि हामीलाई केही पाएन कप चिया र 2टा बिस्कुट भुक्काएँ कति 550 रुपियाँ अनि 500 रुपियाँ लिनु किनभने 50 रुपियाँ खुला दिएन खुसी छु यतिको प्राइसमा यहाँनिर चाहिँ यहीँ बाटो यस्तो छ हिँडेर आउनुपर्छ त्यही भएर मैले केही होइन यु क्यान सी दिदी जो बिहाइन्ड मी ट्रेककै बेला भेटिनु भएको यो 2टा बोतलको दाइहरू एकदमै हेल्पफुल हुनुहुन्थ्यो आई लभ दिस म्यान नट बिकज ही इज माई फ्रेन्ड बट द वे ही म्यानेज्ड हिज प्रब्लम्स इभन आफ्टर भमिटिङ 7 times he didn't give up. He reached Tilicho 4919. मैले अघि नै खाएको भाइले खाँदैन 0% एनर्जीमा म यहाँको खतरा हो आधा एनर्जी बाटोमै खाएँ कतिचोटि अरे 7 चोटि अब चाहिँ हिउँ भयो देखो यता पनि कुहिरा लाग्यो हामीले सही टाइममा आएर फोटो खिचिसक्यो नि हामीले चाहिँ अब फोटोसोटो नि खिच्यौँ भिडियो नि बनायौँ अब हामी फर्किनु लाग्यो कति घन्टामा आएको अरे 3:15 मा आयौँ अब फेरि टाइम सेट गर ओके गाइज फाइनली आफ्टर 3 days reached Tilicho 1919 मिटर जहाँ चाहिँ it's not that difficult it's so much difficult हामी चाहिँ न समर न विन्टर भनेर बिचमा आएको समर पनि भेट्यो विन्टर पनि भेट्यो मतलब बाटोमा त पानी पर्यो जाँदा पनि पानी पर्छ होला अनि अहिले चाहिँ हेलो क्युटी And here is a bonus clip. I met Kanchi and Kali while returning from Tilicho. मलाई थाहा थिएन कान्छी र काली फेमस डग्स हुन् भनेर तर जब मैले उनीहरूलाई भेटेँ र पछि मेरो FYP मा एकदमै उनीहरूको भिडियो मात्रै आउन थाल्यो सो यु क्यान इन्जोय देम टु I'm ending this vlog with some high expectations that you will like and enjoy this video as much as I did being there. And thank you for watching. Bye bye.